अरे बिहे भएको छैन म कुमार पनि हैन म जबदेखि तिमीलाई देखे आफू मात्रै रहेन म धानको पाला झर्ला कि नझर्ला यही हो केटो मन पर्ला नपर्ला धानको पाला झर्ला कि नझर्ला भमरा डुल्छ यो मनले भन्छ लाइहालौ मायाले लैलै जुनी भर हुन्छ लाइहालौ मायाले लैलै जुनी भर हुन्छ बिना यो कङ्कन बिना यो कङ्कन एकान्त खाने पानी ल भयो भयो आज्ञा ओ बोकाइले यो खाल गर्नु त एक जुत्ता उता पुरो दिनु आसारै महिना मनाइले रोपेको दाना मङ्सिरमा यो मैले बनाएको हो त्यो बरु यहाँ ल्याएर जाने चलाउनु बुझाउनु अनि म यो किनेर जाने हो यो जाने लाउनु यो जाने बुझाउँ साथीहरू अहिले यहाँ हामी धान रोप्नु आएको छ यहाँ खेतमा। अन्त एउटा चाहिँ
गम्बुट लाएर चाहिँ कहिले पनि खेतमा नपस्नु रहेछ है। यो गम्बुट तान्दा तान्दा मान्छे गलेर उत्पात। आज पानी पनि परेर नि, पानी मजा पर्यो। कुलोमा पनि पानी खलल सुन्दाखेरि कस्तो खुसी हो धान रोप्दाखेरि। आज चाहिँ ठिक पार्यो। बनाउँछु बेहुली साइत रोजेर, बनाउँछु बेहुली साइत रोजेर, लैजान्छु सङ्गिनी माया गरेर, लैजान्छु सङ्गिनी माया गरेर। ल दाजुलाई एउटा मेरोबाट सानो आशिष ल। यसपालि यहाँ आएर पानीमाथि हामीले धान रोप्नु पायौँ। आगो फेरि आउँदाखेरि दुध मुवा र बिलेको घिउ माथि हामीले खेत रोप्नु पाऊँ है। त्यसो आशिष दाजुलाई। बाहिर जाँदा भित्र जाँदा दाजुलाई आशिष होइन। गाईबस्तुको बाछा बाछीमाथि, भेडा बाख्राको पाठापाठीमाथि, उन्नतिमा, खेतीपातीमा, ढुकुटी नाङ्लोमा, जेमा भने पनि खोलाको किनारमा रोपेको बोट जस्तै हरियो पत्ता फैलिएर गएको जस्तो आशिष त्यसरी फैलिएर जाओस् दाजु। हाम्रो यहाँनिर गाउँको सम्पूर्ण हाम्रो जनताको लागि आशिष मेरोबाट ल। राम्रो बस्नु, धेरै खुसी लाग्यो ल। आएर गर्नु त केही पनि सकेन तर पनि ल हुन्छ। आगो पनि यसै आएर हामी रमाइलो गरेर यताउता गरौँ न नि। ल हुन्छ हजुर। आला भाइ होइन हावा भन्ने नि आउँदैन त। यहाँ चाहिँ के भयो पत्ताले जस्तो पत्ताले पनि त्यो हावा कहिले नआएर छ नि। त्यो रुखको त्यो पत्ताहरू कहिले हलाइदिँदै हेर्नु त कहीँ कुही उता उता चाहिँ हलिदिँदै। या वा छोरा सुना चाला छ पनि चाला छ बा होइन त त लन्च पनि भेटो नि आएको रे वा अरे बा। लु है लु के छ सबै ल्याऊ है। अब अन्त चियासँग कहाँ घिउ खान्छौ? घिउ र बिस्किटको ओ गइहाल्यो त दुःख छ न हो दुःख। लो है साथीहरू थाकेर यस्तो बसिरहेछ। हामीले यहाँ पऱ्यो भाइ। तिमी पनि हिँडिरहेछ? धेरै राम्रो छ ल डासु अरे भाइ। उत्पात भइरहेछ के राम्रो भनिरहेको यहाँ गलेर उत्पात उत्पात। खेत कहिले 2 गाडा मात्रै रोपिसक्यो त। मलाई भेट्नु आएको दाजुलाई भेट्नु यसो यो छङ्पा लिएर आएको रे के भयो त्यो यसो लिएर आएको के तङ्बा यो बाटोमा उता ए छोक्छाङ छोक्छाङ लिएर खै त छोक्छाङ उनीहरूले खै लिएर छोक्छाङ ल्याएर तिमीले छोक्छाङ तिमीहरू पनि सकेको छोक्छाङ ए छोक्छाङ ल्याउने त छोक्छाङ लिएर आउँदै थियो खै छोक्छाङ ल्याउने त तिमीहरू के जाने कम्पनीले ल्याउनु पर्छ नि टङ भागलाई बनाएर तपाईँ राई हो कि सुब्बा हो? कुमार नि राई हो कुमार ए कुमार नै हो नि कुमार नि हो आफ्नै मान्छे नि
अनर्किसकेको छ है अब एक दुई खेप भेटेको अन्त अब यता केटी मात्रै देखायो भन्छ ल ल केटाहरू पनि देखाऊ जय रासु भन्नु थाल्यो त्यहाँनिर अन्त कान्छीले मामाले त सिउरे हेर्नु लगिस् कस्तो हराउन नै होला सब पानी यहाँ वरिपरि मान्छे लो है साथीहरू थाकेर यस्तो बसिरहेछ हामीहरू यहाँ पऱ्यो भयो एकैछिनमा भ्युअर्स कति 100 प्लस भइसक्यो ए तिमी पनि हिँडिरहेछ आला भाइ होइन हावा भन्ने नि आउँदैन त यहाँ चाहिँ के भयो पत्ताले जस्तो पत्ताले पनि त्यो हावा कहिले नआएर छ नि त्यो रुखको त्यो पत्ताहरू कहिले हलाइदिँदै हेर्नु त कहीँ कुही उता उता चाहिँ हलिदिँदै या वा छोरा सुना चाला छ पनि चाला छ बा ana da da lunch ni bedonia gore wa ane ba लु है लु लु के छ सबै ल्याऊ है तपाईँ बिस्कुट छ यो सबैलाई भिडियो बनाउनुहोस् ल ल ल ल अब अन्त चियासँग कहाँ घिउ खान्छौ घिउ कहाँ खान्छौ घिउ र बिस्किटको मारिहाल्छ घिउ पनि राख्नु होइन यहाँ मेलामा ल्याएको थियो भन्नु पर्यो ओ गयाला दा दुखु छ न हो दुखा